यो अहिले उतार्नु पर्यो नि नाङ्गै जालौ फेरि माइता ला हो अहिले त म त भर्खर त आउँदैछु तल काइला बाजेकोमा अस्ति यो हर्लिङ बनाउनु दिएको थिएँ कि त्यो लिएर आउँदैछु ला आज त खै भ्याउँदिन ल घरमा एउटा पनि ठुस्किरहेको छ बुढी बनाउँदो खै के हो म अहिले घरमा गएर कन्फर्म गरेर भन्छु नि ल ल ल साला यो घरमा त म कहिले आउँदिन नि एक जोडी लुगा किनिदिनु पनि सक्दैन साला हो बेहुरा देखौ कहाँ चाहिँ गइ बसेको घर गएको नि देख्दैनौ हावा कुरा नगरी बस यहाँनिर दिमाग के हावाको कुरा गर्यो मैले के हावा कुरा गरेँ हैन के कुरामा चाहिँ रिसाको तिमी चाहिँ एक जोडी लुगा किनिदिनु सक्दैनौ अरे अलि पछि किन भन्दैछु त अहिलेको भोलि नै तिमीलाई चाहिँ कहाँबाट ल्याइदिनु पछि किन लाउनु मलाई भोलिको लागि चाहिएको अब भोलिको लागि चाहिएको भने के अन्त अहिले पैसा पनि हुनु पर्यो नि कहाँबाट ल्याउनु अहिले पैसा खोज्नु पर्यो नि खोज्नु पर्यो आफूले के खेतलापात गएर भए पनि किनिदिनु परेन तिमीले खेतलापात गएर मैले गरिरहेको छु त सबै घरमा यता नानी छ कहाँबाट ल्याउँदैछ कसरी कमाएर ल्याउँदैछ भन्ने कुरा थाहा छ के थाहा छ कमाएर कस्तो अबुझ बुढीहरू बिहा गरियो हे भगवान त्यति किनेर ल्याइदिनु पनि दिनु सक्दैन स्वाङ नपारी बस हिँड घर चुपो चाप के सङ पारे म त आउँदिन यो घर फर्केर पनि न त एक जोडी लुगा किनिदिनु पनि सक्दैन होइन पहिला नाङ्गै आएको थियो मैले कति अनि बेसी गफ नदेऊ नाङ्गै आउनु अरे तिमीले के नै किनिदिएको छौ अहिलेसम्म के किनिदिएको छौ किनिदिएको छुइनँ खोइ के किनिदेऊ यो अहिले उतार्नु पर्यो नि नाङ्गै जालौ फेरि उता उयो माइता देखौ हेरौँ त फुकाले देखाउ त हेरौँ दिमाग खराब नगरी बस मान्छेले देख्दा पनि राम्रो देख्दैन हिँड घर चुपो जाँदिन म त गएको घर आउँदिन तेरो घर फर्केर पनि आउँदिन जाँदैनौ भने चाहिँ यहाँ सुन यहाँ ब्याग छोड यहाँ मैले किनेको मेरो सामानहरू पनि लानु सक्छौ तिमीले बेर छैन के छ लग्यौ मेरो लुगा मात्रै छ यहाँ हेरौँ यहाँ मैले किनेको उयोहरू पनि कहाँ दिन्छु यो मैले किनिदिएको यो पनि मेरो ट्र्याक लगेर जाँदैछ यो पनि मेरै लाँदैछ मान्छेले देख्दा के भन्छ बाटो लुगा निकालेको म लान्छस् भने तेरो आफ्नै लैजा मैले किनेको मैले गरेकोहरू चाहिँ म कहाँ दिन्छु म दिदिनँ नि दिमाग खराब गर्छ जाने भए त्यो सबै मैले किनिदिएको सामान छोडेर जाउँ उयो यहाँ घरको एउटा पनि यहाँ पनि छ होला अहिले मलाई ज्यादा रिस न जान्छस् भने यो पनि लगेर बेहुरा देखाउँछ कहाँबाट ल्याउँदैछु भन्ने कुरा थाहा छ मारिदिन्छु म यो हर्ल्याङले फेरि